केही त पक्कै छ छिटो पुग्नुपर्ने अनि मलाई हरेक थोक मलाई इन्फर्मेसनहरू दिन्छु एउटा कुरा भनौँ 4-5वटा बोका अझै लिएर हिँडिदिन्छु हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होप सधैँ सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अहिलेसम्म उठा पनि छैन 8:30 भइसक्यो होइन आमा बाउले चाहिँ यति धेरै माया गरेर छन् आजभोलि किन हो है केही त पक्कै छ अरू बेला म 7 बजे उठ्यो भने कति ढिला उठ्छ भनेर किचकिच त भन्न मिल्दैन तर कराकरै गर्नुहुन्छ नि अहिले त 8:30 भइसक्यो त्यही पनि केही पनि भनेको छैन कि उठ्दैनस् भने उठ्छु भने त्यसपछि ओके ल मम्मी गएर काम गर्दै हुनुहुन्छ म चाहिँ सुतिरहेको थिएँ कि अनि आज चाहिँ म भ्लग बनाउँछु आजदेखि चाहिँ म भ्लग बनाउँछु भनेर यस्तो ल गाइज म फ्रेस हुन गएँ होइन त्यसको भ्लग हेर्दै गर्नु होला त्यस्तो इन्ट्रेस्टिङ त केही पनि छैन तर पनि आजदेखि म कन्टिन्यू भ्लग हाल्छु केही कुराले मलाई मोटिभ गरिरहेछ त्यही भएर सो प्लिज आजदेखि चाहिँ म भ्लग हाल्छु ल अनि मेरो दिनको सुरुवात चाहिँ दियो गरेर हुन्छ अनि यहाँ यस्तो छ उतापट्टि त्यस्तो छ त्यो सफा गर्छ है त म चुटकी बजाकर सफा गर्दै हूँ मैं अभी वेट हेर्नु त मैले चुटकी बजाएर सफा गरेँ होइन अनि अब चाहिँ म खाना खान जान्छु किनकि ढिला भइसक्यो ढिला उठ्ने भने ढिला हुने पनि मलाई छिटो पुग्नुपर्ने पनि मलाई हरेक थोक मलाई त्यही भएर म अहिले खाना खान जान्छु अनि त्यही हो म खाना खान जान्छु ल अनि आएर मेकअप पनि गर्नु छ जानु छ कति टाढा तर हजुरहरू जेसुकै भन्नु होइन आमाले बनाएको जस्तो मिठो खानेकुरा चाहिँ कसैले बनाउनु सक्दैन क्या चाहे त्यो जसरी गएर खायो भने ममले बनाएको खायो जस्तो कति आनन्द आउँछ होइन अब मेरो ममले चाहिँ हिजो मासु बनाउँदै अनि मैले हिजो पनि खाएको थिएँ अनि आज त आइतबार हो नि त अनि मम्मीले खानुहुन्न अनि मम्मीको भएको फेरि मैले खाँदैछु अनि कस्तो मिठो छ अनि मेरो बानी चाहिँ कस्तो भने अच्छा जीवनको हालेर खाने भने होला अनि मलाई कस्तो हटाएर लाग्छ दिस इज रियलमी फोन भन्न हुन्थ्यो तर दिस इज अब म काम जाँदैछु ढिला भइसक्यो अनि आज म धेरै छिटो उठेको थिएँ नि त त्यही भएर मैले केही पनि राम्रोसँग भिडियो बनाउनु पाइनँ भोलिदेखि यो गल्ती दोहोऱ्याउने छैन अनि म चाहिँ अफिस पुगेँ थाकेँ सास फेरौँ न ल गाइज म चाहिँ अफिस पुगिसकेँ अनि आजदेखि चाहिँ म रिसेप्सनमा बस्छु किनकि मेरो सिट चाहिँ पहिला त्यहाँ थियो अनि म्याम चाहिँ यहाँको म्याम चाहिँ गाउँ जानुहुन्छ अरे त्यही भएर अनि आजदेखि चाहिँ म यहाँ बस्छु म्याम नआउन्जेलसम्म अनि एज अ रिसेप्सनिस्ट म सबैको ग्रिटिङ्स गर्छु सबैलाई के चाहिन्छ इन्फर्मेसनहरू दिन्छु न्यू पोजिसन हायर अनि मेरो मात्र हात यस्तो चिसो हुने हो कि मतलब हुँदैन मलाई त गर्मी महिनामा नि यस्तो जाडो भएको जस्तो फिल हुँदैन यस्तो चिसो भइरहेको छ कि हात खुट्टाहरू क्या हो रहा है मेरो साथ क्या हो रहा है भगवान कस्तो थोडा सा तो प्रगति गर्ने जे पनि बोलिरहेको छु क्या अनि मैले यो किन बनाएँ मतलब मैले भ्लग नबनाएको कति भइसक्यो नि त अनि अबदेखि चाहिँ म रेगुलर भ्लग बनाउँछु जस्तो किन हो जो कुछ भी हो जाए मुझे भ्लग बनाना है अब सो प्लिज सपोर्ट मी गाइज तर मेरो पर्सनालिटी नै यस्तो हो नि मतलब हुँदैन अहिले हो रोड चाहिँ हो मतलब हुँदैन अलिकति चिप्कु चाहिँ भन्दैन हो मेरो पर्सनालिटी नै त्यही हो क्या रियली नै हुन्छ नि म ओभर केयर गर्छु ओभर सेयर गर्छु सबसे ज्यादा ओभर सेयर कति हुने त्यही हो मेरो रियल पर्सनालिटी नै त्यही हो क्या अनि त्यही हो के हुनु अनि खाजा पाकिसक्यो रे गाइस अब म खाजा खान जाँदैछु अनि मैले चाहिँ खाजा पनि खाएँ अब पानीको पालो पानी पानी पानी
मैं आज तुम कर cheers. Okay guys, back to work. भनेर मेसेज आएको छ। वाउ। अनि गाइज हैन, अनि गाइज अनि के भन्छ एउटा कुरा भनौँ, मैले चाहिँ चिया खाइसकेपछि चाहिँ मलाई याद आयो कि मैले त भ्लग बनाउँदै थिएँ है भनेर क्या। अनि किन मेरो रेगुलर भ्लग किन अब म रेगुलर भ्लग बनाउँछु भन्छ अनि बिर्सिन्छु क्या, हुन्छ नि त्यो दिमागमै नआउने। आज हिजो चाहिँ मैले यस्तो यति धेरै आफूले आफूलाई यति धेरै क्या हुन्छ नि यति धेरै मोटिभ गरेर कि भोलिदेखि म भ्लग बनाउँछु भनेर होइन। अनि जस चिया सक्यो ठिकै छ, जस देख्नु पनि सकाएँ मैले चिया। अनि अहिले चाहिँ 4 बज्यो, अब 1 घन्टा बाँकी छ। आई हेभ स्टिल अझै के कामहरू बाँकी छ, म सकाउँछु 1 घन्टामा सकाउँछु अनि घर फरार हुन्छु है त। एकैछिनमा भेटौँला बाटोमा। अब अलिकति ट्विस्ट के आयो भन्दाखेरि म घर होइन कि भोटेपाल जानु पर्ने भयो दिदीको सामान किनिदिनलाई। मैं तो थक गई भाइ साहब। अनि म चाहिँ आइसकेँ अनि अब सामान किनिदिने हो। कहाँ चल गेलौ? अनि त्यही हो सामान किन्न आएको। अब के भन्नु योभन्दा बढी सामान किन्ने हो गाइज। अनि मैले सामान पनि लिइसकेँ। अनि म यति बलियो छु कि 4-5वटा बोका अझै लिएर हिँडिदिन्छु। माया लाग्दैन है तँलाई मेरो भनेर क्या। अनि हिँड्दा पनि यस्तै हो, अब हिँड्न त हिँडिरहेछ भन्नुहुन्थ्यो तर हिँडिरहेको छु, लगिरहेको छु सामान। तँलाई यति माया लाग्दैन होइन एउटा स्कुटी किनिदिन सक्दैनस् भनेर क्या। यस्तो गरेर हिँड्नुपर्छ होइन। अब बिचरा एउटा पसल खोले यति त गर्नु फर्ज बन्ता आयो मेरा, त्यही भएर गरिदिएको। किनकि त्यसले पनि मलाई के सामानहरू पठाइदिइरहेको थियो नि त, त्यही भएर मात्र हो। नत्र त खासै म अब त्यो एरियामा पुगिनँ क्या। म अब पहिला जस्तो सबैलाई हेल्प गर्दै हिँडेँ, त्यो एरियाबाट म निस्किसकेको थिएँ क्या। मैं तो थक गई भाइ साहब। बल्ल तल आयो त्यसमा त यति धेरै जाम होइन। अनि त्यसमा चाहिँ त्यस्तो त कसो ज्यानै देख्यो। अनि गाइज हामीले चाहिँ दिदीबहिनीहरूको कामहरू गरिदिइराख्नुपर्छ होइन। यति धेरै फाइदा हुन्छ, यति धेरै फाइदा हुन्छ कि कुरै छोडिदिनु। अनि मलाई चाहिँ दिदीले अब मैले के काम गरिदिइराख्छु नि त, अनि त्यसले मलाई के पठाइदिइरहेको छ। होलीको टी-सर्टमा त 4वटा छ, एउटा अन्तलाई, एउटा मलाई, एउटा विकासलाई, अनि काम गर्ने एउटा भाइ छ उहाँलाई, उसलाई होइन। अनि 2टा कुर्ता, एउटा मलाई एउटा मम्मीलाई भन्ने व्हाइट कलरमा पठाइदिएको छ। अनि त्यसपछि यो पठाइदिएको छ है। कुर्ता चाहिँ यस्तोवाला हो। म होलीमा लगा भनेर होला, तर म होलीमा लगाउँदिनँ। यस्तो राम्रो छ। 2टा छ होइन। अनि यो वाला वाच मैले हेरिरहेको थिएँ होइन। अनि उहाँहरूको ब्याङ्गल्स पनि यस्तो राम्रो छ है। अनि हेभन ब्युटीबाट रहेछ। अनि यस्तो राम्रो छ। अनि यहाँबाट घरि पठाइदिएछ। यसको चाहिँ म अनबक्सिङ अर्कोमा गर्छु होइन। अनि थ्याङ्क्स फर वाचिङ। अनि मेरोमा चाहिँ अलि स्पेस पुग्दैन नि त, त्यही भएर म खासै भिडियो बनाउँदिनँ क्या। मलाई फ्रस्ट्रेसन मात्र हुन्छ। सो थ्याङ्क्स फर वाचिङ। इफ हजुर नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है त। शुभरात्रि।